ल गाइजहरू एकछिनमा छोडाउनु पनि पर्यो एउटा हाली मिल्दैन छोडाएर खाएको भिडियो देखाउँछ तपाईँलाई ल यहाँ चाहिँ अब सुन्तला छोडाउँदैछु म ताकौँ अब यहाँको लोकल सुन्तला ल यस्तो छ है गाइजहरू सुन्तला भाइ रुख नजाँदा नि हुने रहेछ सुन्तला त भुइँबाटै टिप्न मिल्ने रहेछ वाह एकदम मिठो रहेछ है मिठो छ बिहानी खानु न पेटमा उम्रिन्छ क्या ल गाइजहरू हाम्रो सुन्तला टोली सुन्तला बोकेर हिँडिसकेका छौँ अब हामी लाग्दैछौँ हस्पिटलतर्फ कस्तो फिल भइरहेछ सुन्तला खाएर हो पेटभरि नै हो है मैले चाहिँ अलिक कम खाएँ है म चाहिँ रुखमा चढेर टिप्ने क्रममा मैले कम खाएर मलाई चाहिँ अलिक यहाँ चित्त दुखिरहेछ क्या मेरो चित्त दुखाइ भइरहेछ यहाँ सुन्तला धेरै खाने अनि अलिकति मेहनतिलो मान्छे तोरी पनि उखालिदिएर ल 700 रुपियाँ केजी होला 700 रुपियाँ ल मेरो सुन्तला चाहिँ मेरो भएको सुन्तला चाहिँ बोकिदिँदै हुनुहुन्छ दुईजना मान्छेले म चाहिँ यहाँनिर गिटार पनि बोकेको भएर एकदम हेल्प गरिरहेको